त्यो गाडी नम्बर सहित दिएको र त्यो भिडियो सार्वजनिक भएको थियो जुन गाडी भेटिरा हतार नम्बर प्लेट भाँचेको हैन त्यही भन्नुभयो नि 690 कति नम्बरको गाडी भनेर यदि यो हल्ला असत्य थियो भने अहिलेसम्म प्रतिक्रिया आइसक्थ्यो हैन गाडी सत्य हो राजाकै गाडी हो गोप्य खोजी चाहिँ गर्न लगाएको विषय छ हैन खोजी नजिकै पुगेको छ अहिलेसम्म गलत हल्ला थियो भने यातायात मन्त्रालय बोल्थ्यो ट्राफिक बोल्थ्यो कवाडी भनेर सरकारी नम्बर प्लेट सहितको गाडी राखेको अन्त कहीँ देख्नु भएको छ आजसम्म कवाडी बटुल्ने परिवार हो त्यो यत्रो पब्लिक भयो सार्वजनिक भयो त्यस्तो व्यापारिक समूहको घरमा अन्डरग्राउन्डमा सरकारी गाडी है कसरी पुग्यो संसद हुँदा दिएको गाडी पनि हैन त्यो हैन संसद हुँदै दिएको गाडी पनि फिर्तै गर्नु पर्थ्यो होला अरु नै गाडी भए पनि गाडीबाट किन्छ भने के कवाडीबाट गाडी ल्याउँदै अनि नयाँ रङरोगन गरेर बेच्छ कि के हो त उसको पेशा चाहिँ उ कवाडी त होइन नि त हैन अनि लाटो हो तपाई हामी जस्तो नम्बर प्लेटै नचिन्ने लाटो हो त्यो समूह ढाँटेर ढाँटिन्न यो केस हेर्नुस् ढाँटेर ढाँटिन्न र उनीहरूले जति ढाँटे पनि यो अन्तिमसम्म खोजी भइसकेको विषय छ बाहिर आउला सार्वजनिक होला यो विषय जसले ढाँट्छ त्यो मान्छे फस्छ फेरि हेर्नुस् है यो एउटा शक्तिले मात्रै खोजी गर्दैन के यो विषय राम्रो शक्ति पनि यसको खोजी गर्न लागिसकेको छ त्यो कारणले कसैले एउटा गलत परिणाम निकालेछ विवरण निकालेछ भने त्यो व्यक्ति फस्छ फेरि यसमा है यो कुरामा सबै गम्भीर हुनुपर्छ साधारण विषय होइन यो नमस्कार आदरणीय दर्शकहरू यति बेला तपाईले स्क्रिनमा देखिरहनु भएको छ समाजसेवी तथा राजनीतिज्ञ तारा बराललाई विशेष गरी आज हामी राजनीतिकै पेरिफेरीमा रहेर कुराकानी गर्नेछौँ भने अहिले चासो र चिन्ताको विषय बनेको टुकुचा उत्खनन गर्दाखेरि भिडियोको जो एउटा पुरानो गाडी छ यसलाई चाहिँ राजाको गाडी भनेर कतिपयले भनेका छन् यो चाहिँ उहाँको विचारमा के छ उहाँले के बुझ्नु भएको छ यथार्थ के हो यो विषयमा उहाँसँग छलफल गर्नेछु ताराजी यहाँलाई स्वागत छ धन्यवाद नमस्कार हजुर मैले ओपनिङमै भने हजुर खास के हो यो जुन एउटा राजाको गाडी भनिएको छ टुकुचा उत्खनन गर्दा चाहिँ एउटा लस्सी ब्याङ्कको जुन बेसमेन्टमा चाहिँ एउटा गोप्य तरिकाले राखिएको गाडी भेट्यो पुरानो गाडी भेटियो सरकारी नम्बर प्लेटको गाडी भेटियो तपाईले के बुझ्नु भएको छ खास के हो यो जुन हल्ला चलेको छ त्यही सत्य हो जुन गाडीको विषय त्यो गाडी नम्बर सहित दिएको र त्यो भिडियो सार्वजनिक भएको थियो जुन गाडी भेटिरा हतार नम्बर प्लेट भाँचेको हैन त्यही भन्नुभयो नि 690 कति नम्बरको गाडी भनेर यदि यो हल्ला असत्य थियो भने अहिलेसम्म प्रतिक्रिया आइसक्थ्यो हैन गाडी सत्य हो राजाकै गाडी हो त्यो भएको कारणले गर्दाखेरि यो अब एउटा हामीले पनि हल्ला सुन्ने बित्तिकै यसको गोप्य खोजी चाहिँ गर्न लगाएको विषय छ हैन खोजी नजिकै पुगेको छ अहिलेसम्म गलत हल्ला थियो भने यातायात मन्त्रालय बोल्थ्यो ट्राफिक बोल्थ्यो हैन कुरा सत्य हो जे हल्ला भयो सत्य हो तर कसरी त्यहाँ पुग्यो भन्ने कुरा चाहिँ अब खोजी हुन्छ हजुर त्यस्तै गाडी चाहिँ गलत होइन त्यो सरकारी नम्बर प्लेटको गाडी छ 61J690 हजुर यो चाहिँ एउटा सरकारी गाडी हो व्यक्तिको घरमा भेटिनु यो चाहिँ रहस्यमय देखिएन र रहस्यमय धेरै छ नि अलिकति होइन किन भन्दा अब व्यक्ति पनि साधारण व्यक्ति होइन कता प्रतिष्ठित उद्योगपति पहिले कुनै पार्टीको संसद हैन अब राजनीतिक दलसँग नजिकै भएको नेताको घरमा दरबार हत्याकाण्ड घटेको घटनाको बेलाको राजा परिवारको गाडी हुनु भनेको त्यो त राजदरबार हत्याकाण्डसँग पनि त डाइरेक्ट सम्बन्धित हुनु पर्यो कहाँबाट आयो त्यो घरले बताउनु पर्यो ती व्यक्तिले बताउनु पर्यो राजा कसरी आइपुग्यो त्यो गाडी तपाई हामी सर्वसाधारणले सक्छौं र सरकारी नम्बर प्लेटको त्यस्तो राम्रो गाडी जुन गाडी अरूले कसैले चलाएको होइन गाडीको रूपबाट थाहा हुन्छ नि त्यस्तै यो राजाले चढ्ने गाडीसँग A to Z मिल्छ हेर्दाखेरि ल मानिलिउ राजाले चढ्ने गाडी नै होइन रहेछ अरे तर सरकारी गाडी त रहेछ नम्बर प्लेटै बताइराखेको छ कुनै पनि अफिसको कुनै पनि संस्थाको सरकारी गाडी व्यक्ति घरमा पुग्दैन त्यही जतिकै थोत्रे कबाडी भए पनि त्यही सरकारी अफिसको कम्पाउन्डमा होला अथवा त्यसलाई चाहिँ अन्त्य व्यवस्थापन गरिएला व्यक्तिगत घर पुग्दा पक्कै रहस्य छ कवाडी भनेर सरकारी नम्बर प्लेट सहितको गाडी राखेको अन्त कहीँ देख्नु भएको छ आजसम्म कवाडी बटुल्ने परिवार हो त्यो तर उहाँले त कवाडीबाट किनेको भन्ने पनि भन्नुभएको थियो होइन खेतान समूहले गाडी कवाडीबाट किन्छ भने के कवाडीबाट गाडी ल्याउँदै अनि नयाँ रङरोगन गरेर बेच्छ कि के हो त उसको पेशा चाहिँ उ कवाडी त होइन नि त हैन अनि लाटो हो तपाई हामी जस्तो नम्बर प्लेटै नचिन्ने लाटो हो त्यो समूह ढाँटेर ढाँटिन्न यो केस हेर्नुस् ढाँटेर ढाँटिन्न र उनीहरूले जति ढाँटे पनि यो अन्तिमसम्म खोजी भइसकेको विषय छ बाहिर आउला सार्वजनिक होला यो विषय जसले ढाँट्छ त्यो मान्छे फस्छ फेरि हेर्नुस् है
यो एउटा शक्तिले मात्रै खोजी गर्दैन क्या यो विषय, राम्रो शक्ति पनि यसको खोजी गर्न लागिसकेको छ। त्यो कारणले कसैले एउटा गलत परिणाम निकालेछ, विवरण निकालेछ भने त्यो व्यक्ति फस्छ फेरि यसमा है। यो कुरामा सबै गम्भीर हुनुपर्छ, साधारण विषय होइन यो। तर यत्रो गाडी भेटिँदा पनि सरकारले चासो र चिन्ता गरेको देखिए, त्यही छ, खोजी गरेको देखिए। सबैभन्दा ठुलो रहस्य त्यहाँ छ। बाहिर तपाईँलाई पो म खोजी गर्दैछु है यसो उसो भनेन, भित्र त लुकाउन लागि परेछ त सरकार होइन। नत्र यत्रो पब्लिक भयो, सार्वजनिक भयो, त्यस्तो व्यापारिक समूहको घरमा अन्डरग्राउन्डमा सरकारी गाडी है कसरी पुग्यो? संसद हुँदा दिएको गाडी पनि होइन त्यो होइन, संसद हुँदै दिएको गाडी पनि फिर्तै गर्नु पर्थ्यो होला। अरू नै गाडी भए पनि त्यो गाडीको त विशेषतै फरक छ है। अरू समूहलाई थाहा भइसक्यो, धेरै खोजी गर्नेहरूलाई थाहा भइसक्यो त्यो गाडी कहाँबाट कसरी आउँदैछ भनेर, अरू खोजी गरेका रहेछन्। सरकारले, यातायात विभागहरूले, यातायात मन्त्रालयले अहिलेसम्म खोजी गर्नु पर्दैन, विवरण गर्नु पर्दैन, गर्दैछन् तर लुकाउने प्रयास गर्दैछन्। त्यसमा तपाईँ हामी गम्भीर हुनुपर्छ, छोड्नु हुँदैन कुराको खोजी। हजुर, जस्तै अब यसरी गाडी भेटिरहँदाखेरि यसमा चाहिँ दरबार हत्याकाण्डसँग पनि अलिकति केही जोडिने पो हो कि भनेर कतिपयले यसरी प्रसङ्ग पनि उठाउने गरेका छन्। जस्तै टुकुचा भूमिगत भएर चाहिँ दरबार परिसरभित्र पनि पुग्छ। हजुर, त्यसले चाहिँ भूमिगत तरिकाले त्यहाँ एउटा सुरुङ अथवा भूमिगत सुरुङ मार्गबाट त्यहाँ दरबार परिसरमा प्रवेश गरेको हुनसक्ने भन्ने आशंका पनि कतिले गरेका छन्, टिका टिप्पणी गरेका छन् सामाजिक सञ्जालतिर होइन। यो हिसाबले दरबारको नभनौँ, दरबारको जस्तै गाडी होइन, यो विषय होइन भन्न नसकिने छ है। डाइरेक्ट सुरुङै उहाँ गएर दरबारमा ठोकिएपछि र दरबारकै गाडी त्यतातिर भएपछि होइन भन्न र त भन्न सकिने विषय छैन। त्यो जवाबदेही त हुनुपर्छ, नम्बर प्लेट भाँच्ने व्यक्ति हुनुपर्छ, त्यो घरवाला व्यक्ति हुनुपर्छ होइन। त्यो त सजिलो छ नि, कस्तो कहाँ कति वर्ष अगाडि हराएर कहाँ लगेर राखेको गाडी त ट्राफिकले भेटाएर ल्याउँछ। फलानाको गाडी भनेर त यातायात मन्त्रालयमा यो नम्बर प्लेट हुँदैन, पत्ता त्यसै सामान्य रूपले त हराउने विषय होइन नि त यो त। गाडी नम्बर भनेको कहाँ जाँदा छिप्छ भन्नु त? अनि नम्बर सार्वजनिक भइसक्यो, लुकाउन खोजिरहेछ, हामीलाई यो विषयले अप्ठ्यारो पार्छ भन्दै नम्बर प्लेट भाँचिरहेछ। किन अप्ठ्यारो पार्यो? प्लेट भाँचे पनि गाडीको च्यासिस नम्बर हुन्छ, सजिलै पत्ता लाग्छ होइन र? गाडी नम्बर भइसकेर त्यो व्यक्तिले अप्ठ्यारो पार्छ भने चाहिँ के कारणले अप्ठ्यारो पार्छ त? कवाडीमा ल्याएको गाडीले त अप्ठ्यारो पार्दैन नि, रहस्य त त्यहीँ लुक्यो नि, भिडियो नै सार्वजनिक भएको छ मान्छे लुकाएर त लुक्दैन नि त यो केस त। अब त जवाबदेही त एक नम्बरमा त्यही नम्बर प्लेटवालाले भाँच्नेले हुनुपर्छ। हेर्नुहोस्, ऊ मान्छे लाटो होइन, तपाईँ हामी जस्तो नबुझेको लाटो थियो भने त्यो नम्बर प्लेट छोप्ने, भाँच्ने, झ्यापझ्याप नम्बर छोप्ने काम त्यसले गर्दै गर्दैन। ऊ बाठो व्यक्ति हो, त्यहाँ उसलाई त्यो गाडीको गार्ड राखेको व्यक्ति हो, त्यो उसले जवाब दिनुपर्छ, खोजी गर्नुपर्छ। सरकारले नगरोस् न, सरकारले लुकाओस् न, कहिलेसम्म हुन्छ र यो सरकारको आयो? यिनीहरूको पहिले सरकारी विवरण हेर्न कसैले पर्खिरहेको छ के भन्दो रहेछ भनेर, सरकारले सही तथ्य ल्याउँदो रहेछ कि डाँट्दो रहेछ होइन। अब यो सरकारले यो विवरण लुकायो भने त यसले दरबार हत्याकाण्ड मचाएको हो नि त फेरि है, त्यहाँबाट आउँछ नि त खोजी। यही पार्टीको नेता, यही सरकार है, त्यो भइसके पछाडि र उनीहरूले यो विवरण लुकाउन चाह्यो भने त्यहाँ गएर ठोकिँदैन र सबै कुरा केस। हेरौँ न, पर्खिनुहोस्, विवरण खोज्न चाहिँ छोड्नु हुँदैन र खोजिरहेछ, कुनै न कुनै शक्तिले खोजिरहेछ। सरकारले गलत विवरण ल्याएर यसमा छिप्नेवाला छैन फेरि। भनेपछि अब जनता त्यति के अरे सोझा छैनन्, जनता आफै सक्षम छन्, खोजी गर्दैछन्, सरकारले नगरे पनि जनता आफै जागरुक भएर यो काम गर्छन् भने तपाईँ गर्छन् होइन, गरिरहेका छन्। म अलिकति प्रसङ्ग अलिकति चेन्ज गर्न चाहेँ। अब टुकुचा उत्खननको कुरा अहिले जुन चर्चा भइरहेको छ, अदालतले एकातिर चाहिँ स्टे अर्डर पनि गरिराख्नु भएको छ, दुई पक्षलाई बोलाएर छलफल गर्नुपर्छ, अहिले रोक्नु भन्दै पनि यता टुकुचा उत्खनन गर्ने काम भइरहेको छ। यता तपाईँको अवैध रूपमा अथवा मापदण्ड विपरीत बनेका संरचनाहरू भत्काउने काम जारी छ। यसलाई चाहिँ कतिपयले नेगेटिभ पोजिटिभ तरिकाले हेरिरहेका छन् क्या। तपाईँको टुकुचालाई, विशेष गरी टुकुचालाई चाहिँ कतिपयले यो उत्खनन गर्नु नपर्ने अथवा यसलाई चाहिँ नगर्दा पनि हुने भन्ने तर्क पेश गरेका छन् भने कतिले चाहिँ यो उत्खनन गर्नै पर्छ, त्यहाँ माथि बनेका संरचना भत्काउनै पर्छ भनिरहेका छन्। तपाईँले के भन्नुहुन्छ, तपाईँ के लाग्छ? म त यो विषयमा यस्तो हुनैपर्छ भन्छु। के हुनुपर्छ भने टुकुचा सबै खोतालेर खनेर भत्काउनु हुँदैन है, हुँदैन यो विषयमा। कि यो एउटा ऐतिहासिक पुरातात्विक सम्पदा पनि भयो होइन। अर्को कुरा, यो एउटा नमुना, यति नमुना काम हो नि, टुकुचा हराएको होइन के, पुरिएको हो, व्यवस्थापन गरेको। हराएर कहाँका नयाँ भनेर खोलो बगेर गएको टुप्पो हुँदैन र है। खोजी गरेर ठाउँ ठाउँमा निकालेर बरु यसलाई चाहिँ एउटा पर्यटकीय है, यसरी इतिहासमा एउटा यस्ता पनि काम भएका रहेछन् है भनेर त्यो भएको टुकुचा नदी माथिको जमिनलाई चाहिँ सरकारीकरण गर्नुपर्छ
है त्यो काम चाहिँ अहिले सुरु गरेको होला गरून् तर फेरि गर्दाखेरि जुन विदेशमा पनि समुद्रमाथि पनि विभिन्न होइन त अब थोपरा त्यहाँ माथि चाहिँ एउटा जमिन बनाएर ठुल्ठुला होटलहरू बिल्डिङहरू बनेका छन् र तपाईँको अन्डरग्राउन्डमा रेल कुदिरहेको हुन्छ त्यो माथि चाहिँ ठुला ठुला 60-70 तलाका घरहरू पनि हुन्छन् अन्डरग्राउन्ड रेल कुद्छ माथिबाट चाहिँ तपाईँको घर हुन्छ यस्तो गर्नु भएन नि त रानी पोखरीमा भित्र मन्दिर छ हैन त्यो मन्दिर बनाउनुभन्दा अगाडि त पोखरी खाली थियो होला अब त्यो मन्दिर भत्काउने हैन यो त हुन्छ त यो त एउटा विकासको पनि हो नि त नमुना पनि हो नि हो सिधा कुरा हो समुद्रमाथि घर बने पहिले समुद्र मात्रै थियो त्यसलाई भत्काउनु पर्छ भनेर त्यतातिर जाँदा अब मान्छे पहिले जङ्गलमा बस्थ्यो घरमा बस्न पाइँदैन भए जति सबै 70 घर भत्काउने हैन मान्छे पहिले रुखाका बोक्रा लाउँथ्यो लुगा लाउन पाइँदैन नाङ्गिन थाल्ने त्यो होइन नि त यो एउटा विकासको नमुना पनि काम हो म त अझ के भन्छु भने काठमाडौँ महानगरलाई अहिलेसम्म अन्त गर्दै गरेका सराहनीय कामहरूलाई छाया नपरोस् हैन छोटो समयमा कुनै गलत काम गर्यो भने फेरि अस्तिदेखिका सबै कुरा हराउन पनि सक्छन् नराम्रो बदनाम फैलिन पनि सक्छ यो विषय त्यो बेलाको यस्तो नमुना काम जुन अहिले बनायो भने 30 वर्ष 40 वर्ष संरचना 20 वर्ष टिक्दैन 150 वर्ष अगाडि बनाएको इटाले खोलो पुर्ने संरचना जस्ताको तस्तै अझ त्यहाँ माथि यत्रो माटो धानेर गगनचुम्बी महल धानेको छ भनेपछि यो काम त बहादुर काम हो नि यो त यी बनाउने व्यक्तिहरूको परिचय राख्दै चिनाइदिँदै उनीहरूको वीरता चिनाइदिँदै त्यो माथि मापदण्डभन्दा भित्र सरकारमा पर्ने जमिन जति सरकारीकरण गर्ने र जो पीडित छन् उनीहरूलाई कोबाट त्यो जमिन हस्तान्तरण हुँदै आयो कहिले मालपोतले ती व्यक्तिको नाममा जमिन बनायो के आधारमा बनायो हैन ती खोजी गर्दै गर्दै यदि कसैले रहस्यमय तरिकाले व्यापार गरेर रहेछ भने ती व्यक्तिबाट क्षतिपूर्ति दिलाउनु पर्यो अहिलेका पीडितहरूलाई अनि पनि त्यो जमिन सरकारको नाममा खोजेको बेलामा फर्काउनु पर्छ व्यक्तिगत निजी सम्पत्तिको रूपमा चाहिँ प्रयोग गर्न पाइँदैन खोलामाथिको जमिन है अहिले यसलाई त्यहाँमाथिका जग्गाहरू सरकारीकरण गर्दा पनि अथवा त्यहाँमाथिका जग्गा खाली गर्दा पनि 6 अर्ब करिब 6 अर्बको आकलन निकालेको छ महानगरपालिकाले 450 मिटर त्यो खाली गर्दाखेरि यसमा चाहिँ ठुला ठुला बिल्डिङहरू जस्तै काठमाडौँ प्लाजा जस्ता ठुला ठुला व्यापारिक मलका बिल्डिङहरू भत्किने देखिएको छ यसले गर्दा त अरबौं खरबौं चाहिँ राज्यलाई भार पर्ने देखियो नि होइन खोजी गरेको बेलामा फेरि यसरी जोसुकै खोजी गर्ने व्यक्ति आउँदैनन् प्राइभेट व्यापारिक घर बिल्डिङ चाहिँ बनाउन दिनु हुँदैन खोलामाथि होइन काठमाडौँ प्लाजा त्यही माथि बनेको छ भनिएको छ प्लाजा नै बन्यो भने प्लाजालाई छोडेर अरू सर्वसाधारणलाई दुःख दिन त पाइएन नि त सरकारी स्वामित्वको बिल्डिङ हो नि काठमाडौँ प्लाजा त सरकारी नै स्वामित्वको हुने नि ऐतिहासिकहरू होइन जस्तै नारायण ढिटीको पनि कुरा आएको थियो नि नारायण ढिटी भनेका यी दरबारहरू भनेका यी एउटा सङ्ग्रहालयको रूपमा राख्नुपर्ने विषयहरू हुन् होइन यी ऐतिहासिक विषयहरू र उसले जमिन धान्ने गरेर जस्तै काठमाडौँ प्लाजा र नारायण ढिटीको त बनोटमा त धेरै अन्तर छ नि त जमिनलाई कति भार छ कति वेट छ भन्ने कुरा हुन्छ नि व्यापारिक बिल्डिङ चाहिँ राख्न पाइँदैन सरकारको पनि व्यापारिक बिल्डिङ चाहिँ राख्न पाइँदैन हेर्नुहोस् है किन भन्दा सर्वसाधारणले चाहिँ गर्न नपाउने सरकारले चाहिँ व्यापार गर्न पाउँछ भन्ने त होइन नि त त्यही भएर ऐतिहासिक संरचना भत्किन चाहिँ नदिने प्राइभेट रूपमा चाहिँ घर बनाइरहेका व्यापारिक जेसुकै हुन् काठमाडौँ प्लाजा त्यही लक्ष्मी ब्याङ्क पनि कुरा आएन र राजाको गाडी भेटिएको ठाउँ यिनीहरू चाहिँ राख्नु चाहिँ हुँदैन तर वास्तविक पीडित चाहिँ छुट्याएर फेरि अलिकति क्षतिपूर्तिको चाहिँ व्यवस्था राज्यले गर्नुपर्छ कसैले षड्यन्त्र गरेर जमिन बेचेको छ भने तिनैबाट क्षतिपूर्ति दिलाउनुपर्छ फेरि हेर्नुहोस् कसैलाई यहाँ सार्वजनिक जमिन कसैले निजीकरण गरेर बेच्यो षड्यन्त्रपूर्ण बदनियत तरिकाले बेच्यो अनि राज्यले पूर्ण क्षतिपूर्ति दिन थाल्यो भने यहाँ फेरि भोलि जसले पनि जग्गा दलालले गर्न थाल्छन् त्यो भएर अलिकति गहिरो सोच गरेर बरु थोरै समय ढिलो गर्ने राम्रो अनुसन्धान गर्ने र अहिले टुकुचाको वारपारै भत्कारै छाड्छु भन्दा महानगरले के गर्नुपर्छ भने बरु मैले देख्दा त एउटा यो दुर्गन्ध फैलाउन खोलो फोहोरहरू हुनबाट बचाउनको लागि बरु बागमती विष्णुमतीहरूलाई पनि ठाउँ ठाउँमा त्यसरी छोप्न सिक्ने हो कि है त्यहाँ माथि फुलबारी पार्किङहरू बनाइदियो टिकट काट्ने ठाउँ बनाइदियो भने त मान्छे घुम्न डुल्न जाने ठाउँ पनि बन्छ होइन त्यो चाहिँ बरु सिक्नुपर्छ तर हो त्यो गर्नुपर्छ सरकारी जमिनको संरक्षण गर्नुपर्छ धेरै ठाउँमा दुर्गन्ध फैलिने खोलो जोगाउनै नसकिने फोहोरबाट जोगाउन नसकिने ठाउँमा त्यसरी गर्नुपर्छ अब भत्काउने थाल्दा त खोलामाथिका पुल पनि सबै भत्काउनु पर्यो नि त पुलले पनि अलिकति खोला पुर्यो होइन छोप्यो ती त विकास हुने हेर्नुहोस् होइन त्यो भएको कारणले गम्भीर बन्नुपर्छ अरू खोला कति फोहोर भइरहेछन् बरु टुकुचा अलिकति भए पनि ठाउँमा सफा भएर बग्न पाएछ है अब बागमती दुनियाँ विश्वका पर्यटक आएर धार्मिक व्यक्तिहरू नुहाउने ठाउँमा चाहिँ सबै फोहोर मैला कसरी बगिरहेछ त्यसलाई पहिले संरक्षण गरौँ सफा गरौँ विष्णुमती सफा सङ्लो बगाउँ बागमती बगाउँ अब मैले अब सफा गर्नु भेटिनँ है कहीँ पनि ठाउँ भने बेलामा बरु टुकुचा अलिअलि उत्पादन गरौँला होइन
अहिले यी अरू खोला भद्रगोल छन् कहीँ पनि संरक्षण गर्न पाएको छैन। टुकुचा नभत्काई छाड्दिन भनेर चाहिँ त्यो चाहिँ अडान गर्नु हुँदैन। टुकुचा एउटा इतिहास रहेछ, इतिहास हो, त्यसलाई चाहिँ त्यसरी सबै होइन, त्यसलाई चाहिँ पछि हजारौँ वर्षपछिका पुस्ताहरूलाई पनि यो त रहिराख्दो रहेछ नि। त्यो प्रविधि जान्नु पर्यो। अब अहिले सिमेन्टले बनाउँदा त संरचना फुटिहाल्छ भने यो के हो त भनेर त्योबाट सिकेर अब गर्ने नदी छोप्ने, नदीको तटबन्धन गर्ने कामहरू, अरू यो धरहराहरू हेर्नुहोस् है, यो धरहराको नाटक मात्रै हो। त्यो धरहरा बनाउँदाखेरिको 4 अर्ब खर्चमा 4 करोडको काम पनि हुँदैन त्यहाँ, किन भन्दा 20-30 वर्षमा भत्किन्छ त्यो, फुट्छ सिमेन्ट भनेपछि। खोलो कति पानी बग्यो होला, त्यसले कति भिजायो होला त्यो इँटाहरूलाई। इँटाको टुक्रा खोलामाथि जोडेर त्यत्रो सुरुङ बनाउने त्यो बहादुर कामलाई त त्यसलाई चाहिँ धार्मिक पर्यटकीय आधार बनाएर टिकट काटेर देखाउने ठाउँ बनाइदिने बरु है। तर भत्काउन उसलाई चाहिँ भत्काउन मिल्दैन है, टुकुचा भत्काउन चाहिँ मिल्दैन। जस्तै अहिले यसरी मापदण्ड विपरीत बनिएका संरचनाहरू भत्काउने काम गरिरहँदाखेरि कतिपयले चाहिँ मसँग नक्सा छ, बकाइदा सरकारमा तिरेको रसिद छ, मसँग कर तिरेको रसिद छ भन्दा पनि काहीँ जबरजस्ती भत्काइयो भनेर गुनासो पनि आएको छ। त्यो किन गरियो होला, के खास के होला? होइन, इन्टेन्सनल्ली चाहिँ महानगरले त्यो गर्न पाउँदैन। मैले पनि गुनासो चाहिँ भेटेको छ है। धेरै काम राम्रो गर्दा मैले फेरि पनि भने एउटा नराम्रो कामले गर्दाखेरि सधैँलाई फेरि यो जुन उहाँहरूको यो क्रियाशीलता छ नि यसलाई अवरोध नहोस् है। कुनै दिन जनता नै पनि विरुद्धमा जानुपर्ने अवस्था नहोस्। यसमा अलिकति गम्भीर महानगरले बन्नुपर्ने अवस्था चाहिँ जस्तै एकजनाले भन्नुभएको थियो मलाई पनि, बाटो अगाडि पो मापदण्ड मिचेर बाटोको भाग मिचे भन्ने हुन्छ, दायाँ बायाँ छिमेकीले मेरो जमिन मिचेको छ भनेको आधारमा आएर नगर प्रहरीको डोजरले भत्काइदियो भनेर मलाई पनि भन्नुभएको थियो होइन। म गएर ठाउँ हेरेँ, त्यो तरिकाले चाहिँ गर्दाखेरि पछि अप्ठ्यारो आउने गतिविधिमा चाहिँ नबढोस्। अरू कुरा जुन यो फुटपाथको व्यापार हटाएको होइन, अनि यो अहिलेलाई बाटोको सरकारी मापदण्ड निकाल्ने गरेको र कसैले पनि निजी आफ्नै जग्गामा पनि व्यापारिक संरचना बनाएर टहरा बनाएर भाडा लगाएर विकृति ल्याउने चाहिँ आखिरीमा नेपालको व्यापार होइन। त्यस्ता जताततै टहराहरूमा व्यापार गर्दै जाँदाखेरि एउटा कर छली पनि भइरहेछ। त्यसरी चाहिँ नदिएको ठिक। तर फेरि अर्को गम्भीर विषय के हुन्छ भने नक्सा कि त कच्ची घरको पनि दिनु पर्यो होइन। होइन त कसैले ऋण गरेर घडेरी किन्छ है। अनि त्यो मेरो घडेरीमा मैले कच्ची टहरो बनाएर बस्न पाइनँ भने मेरो घडेरी खाली छोडेर म जहिल्यै भाडा तिरेर बस्ने कुरा त आउँदैन नि। त्यसमा चाहिँ महानगरले कि त कच्चीको संरचनाको लागि पनि केही व्यवस्था गरिदिनुपर्छ, आफ्नो निजी जमिनमा बनाउन, व्यापारिक होइन, आफूले बस्नका लागि आवश्यकता टार्नको लागि। तर अब चाहिँ आफ्नो निजी भवनमा पनि कच्ची संरचना बनाएर बस्न पाइएन भने त मान्छेलाई धेरै मार पर्छ। यो विषयमा चाहिँ पहिले उनीहरूले एउटा केही सोचेर निर्णय गरेर अनि मात्रै अगाडि बढ्नुपर्छ। यो विषयमा चाहिँ कतिपयले के गुनासो गरेका छन् भन्दाखेरि अहिलेका मेयर चाहिँ अलिक ध्रुवे हात्ती भएर अगाडि हिँड्न थाले है, यसले त लामो यात्रा पार गराउँदैन पो भन्छन्। यस्तो धेरै हदसम्म अहिलेको समयमा त्यो ध्रुवे हात्ती नभइकन पनि नेपाल चलाउन सकिँदैन। हेर्नु, राजनीति दलको यस्तो दबदबा, एमाले त्यता पेल्ने, काङ्ग्रेसले त्यतै पेल्ने, उनीहरूको पार्टी लाग्छ नि त त्यहाँ। सबै पार्टीले उसलाई पेलिरहेको बेलामा उसले यो एउटा शक्ति देखाउनु ठिक हो, तर शक्ति ठिक ठाउँमा देखाउनुपर्छ क्या। फेरि शक्ति नै दुरुपयोग भयो भने चाहिँ फेरि भोलि कसैले आज साथ दिइरहेको जनताले पनि त नदिन सक्छ। त्यो भएर गम्भीर त बन्नुपर्छ महानगरले। डर देखाउँदैमा छोडिहाल्ने होइन, आफू सही तरिकाले चल्यो भने त फेरि प्रश्न ठाउँ नआओस् न, कसैले विवाद झिक्ने ठाउँ नआओस् होइन, विवादित बन्ने ठाउँ नआओस्। यो तरिकाले मुडेबल निकाल्नुपर्ने त अवस्था आछ। किन भन्दा राजनीति दलको कारणले गर्दा है यो चाहिँ फेरि राजनीति लाग्छ जताततै र गर्नुपर्ने काममा पनि अवरोध सिर्जना गरिदिइहाल्छ नि त लुज हुने बित्तिकै। त्यो भएर शक्ति त देखाउनुपर्छ यसरी। एउटा नमुना काम मलाई के लागेको छ महानगरको भने, यही नगर पुलिस पार्टीको अन्डरमा हुँदाखेरि, पार्टीका जनप्रतिनिधिहरूको अन्डरमा हुँदाखेरि कति डराउँथ्यो, कति काम गर्दैन थियो, कति भ्रष्ट हुन्थ्यो होइन। यही नगर पुलिस एउटा स्वतन्त्र जनप्रतिनिधिको अन्डरमा हुँदा कति सक्रिय भएर काम गर्दो रहेछ। यो त राम्रो हो नि। फेरि अहिले हाम्रो नेपाल सरकारको नै भनौँ न केन्द्रीय सङ्घीय पुलिस है, राजनीति दलले कति पकड जमाएका रहेछन्, कति स्वतन्त्रता मिचेका रहेछन्, आफूलाई लागेको तरिकाले काम गर्न प्रहरीले कति नपाएको रहेछ भन्ने कुरा त अहिले नगर पुलिस सक्रिय भएर चाहिँ सङ्घीय प्रहरीहरूलाई यो सरकारका प्रहरीहरूलाई चाहिँ धेरै ठाउँमा निष्क्रिय के घटनाहरू खोज्न के गर्नका लागि यसले पनि थाहा भयो नि त। जनप्रतिनिधि स्वतन्त्र आइदियो भने प्रहरीहरूलाई काम गर्न कति सजिलो हुँदो रहेछ, सपोर्ट पायो भने कति सत्य तरिकाले काम गर्दो रहेछन् भन्ने यो पनि हो। तर फेरि सत्य हुँदाहुँदै दुरुपयोग भयो त्यो सत्यताको र शक्तिको भने फेरि त्यो पनि उल्टो हुन्छ। गम्भीरता हुनुपर्छ, ब्यालेन्समा त राख्नुपर्छ है। किन दुध बढी खायो भने पनि हो उत्पन्न हुन्छ हैन हुन्छ। ओके, जस्तै अब अलिकति म फेरि प्रसङ्ग थोरै चेन्ज गर्न चाहे। हजुर, अहिले
हर्क साम्पाङ बालेन शाह उहाँहरूलाई चाहिँ निर्वाचन आयोगले फाइन गराउँदैछ हजुर। हर्क साम्पाङलाई 5.5 लाख, बालेन शाहलाई 7-7.5 लाखको हाराहारीमा लगायतलाई चाहिँ फाइन गराउँदैछ। तपाईँ के भन्नुहुन्छ यो विषय? हेलिकप्टरको खर्चदेखि अहिले यो स्थानीय जनप्रतिनिधिको जुन अहिलेको छ नि हजुरहरूले निकाल्नुभएको कुरा, हेलिकप्टरदेखि खोजी गर्दैछौँ है हामी। सबभन्दा सुरुमा हेलिकप्टरको खर्च, राज्यलाई तिरेको ट्याक्स होइन। नेपालमा हेलिकप्टर कसका उडिरहेका छन् त्यो थाहा पाउनु भएको छ? नेताहरूलाई उडाउने हेलिकप्टर कसका छन्? नेताहरूले तिरेको त्यो हेलिकप्टरलाई तिरेको भाडा कसले लाँदैछ? ती विषय निर्वाचन आयोगले हामीलाई जवाफ दिनुपर्नेछ, साथ दिनु होला है। थ्याङ्क यू। हस्, नमस्कार।